नमस्कार। तपाईहरुले यो ठाउँ कहाँको हो? स्विजरल्यान्ड भन्नु होला। स्विजरल्यान्ड त होइन, यो हाम्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हो। हेर्नुस् त कस्तो राम्रो छ। सररर गयौँ है। आज चाहिँ मौसम त ठिकै थियो। त्यसपछाडि गइसकेपछि त प्लेन चढेपछि त 45 मिनेट आकाशमा हुरुरुरु उडाएको 1 घण्टा 15 मिनेट हामीलाई आकाशमा उडायो। अब आज चाहिँ खैरियत छैन जस्तो लाग्यो। त्यो बादल लागेछ घरि वाइँ तल घरि वाइँ माथि घरि। अनि ट्राफिक जाम भन्छ मान्छेहरू। डराइसके, मलाई नि डर लाग्यो है। बल्ल ल्याइ पुर्यायो नि। हेर्नु न कुहिरो भित्रबाटै तल बल्ल 1 घण्टा 15 मिनेटमा पोखराबाट हामीलाई काठमाडौँ अवतरण गरायो। साथीहरू, कहिलेकाहीँको यात्रा स्मरणीय योग्य हुँदो रहेछ। तपाईहरुलाई पनि देखाउन मन लाग्यो। साथीहरू बल्ल झर्यो हुरुरु। यस्तो रह्यो मेरो आजको यात्रा। हेरिदिनु भयो सबैलाई धन्यवाद।